हेलो गुड मर्निङ गाइस, सबैजनालाई स्वागत छ मेरो भ्लगमा। र आज हामी भने चाहिँ नाम्चीको रोज गार्डन भन्ने जग्गामा आएका छौँ। हामी धेरै साथीभाइहरू घुम्दै घुम्दै रोज गार्डन पनि हेर्न हामी आइरहेको छौँ र तपाईँहरूलाई पनि यहाँको रोज देखाउने गइरहेको छु। सबैजनाले इन्जोय गर्नुहोला। र तपाईँहरूले कस्तो कस्तो रोज हेर्नु भएको छ। यहाँ चाहिँ धेरै किसिमको रोज रहेछ र म पनि भिडियो गर्दैछु, तपाईँ पनि हेरेर इन्जोय गर्नुहोला। तर हामी यहाँ आउँदाखेरि चाहिँ धेरै फुलको सिजन चाहिँ फुलेर गइसकेको रहेछ र पनि धेरै राम्रो फुलहरू त रहेछ र पनि अर्किडहरू पनि रहेछ। अर्किडहरू पनि फुलिसकिएको रहेछ, लास्ट रहेछ। तर यो रोज पनि धेरै फुलेर गइसकेको रहेछ, कम्ती मात्रामा रहेछ। र यो झन् हामी यो पुरा फुल सिजनमा आएको भए चाहिँ एकदम मजा आउने थिएछ कि यति साह्रो फुल फुलेको रहेछ कि हामी धेरै किसिमको क्याक्टसहरू पनि हामीले देखियो रहेछ। यहाँ पनि तपाईँहरू आएर हेर्न सक्नुहुन्छ, यति मजाको गार्डन रहेछ। म पनि फर्स्ट टाइम आएको, यो चाहिँ नाम्चीमा रहेछ, सोलखोप जाने बाटोमा। मलाई पनि थाहा थिएन र म सुन्नु चाहिँ सुनेको र पनि आएको चाहिँ थिइनँ। तर यति मजाको गार्डन रहेछ, मलाई चाहिँ पुरै मन पर्यो। तर हामी चाहिँ अलिकति ढिलो भएछ, जस्तै 15 दिन अगाडि जस्तो हामी जानु भएको भए चाहिँ यति बेसी फुल चाहिँ हामी देख्ने थिएछौँ। यति बेसी फुल तर अलिकति फुलिसकेको रहेछ। र यस्तो खालको त्यहाँको बास्नाहरू, फुलको बास्ना चाहिँ कति टाढोसम्म जाँदो रहेछ। त्यो म चाहिँ याद थिएन, म फर्स्ट टाइम गएको। यति टाढोसम्म त्यो क्या गुलाबको बास्ना चाहिँ यति मजाले आइरहेको थियो। तपाईँहरू पनि गएर इन्जोय गर्नुहोस्, यति मजाको जग्गा रहेछ। पुरा टाइम फुल्ने टाइममा चाहिँ गयो भने चाहिँ ओभरै मजा आउने रहेछ। आजको भिडियो के कस्तो लाग्यो तपाईँहरूलाई? अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। फेरि पनि यस्तै भिडियो लिएर आउने छु। तपाईँहरू कृपया कमेन्ट बक्समा के कस्तो लाग्यो बताइदिनु होला। ओके गाइस, सबैजनालाई फेरि पनि नमस्ते गर्दै आजको भिडियोलाई यहीँ
राख्न चाहन्छु। ओके, बाई बाई।